सहरमा त यसले कुएको खारै थुक्क के साह्रो खाएर मरेछ। अम्म मान्छेको त यति साह्रो गराउँदैन थियो। नमस्कार साथीहरू, आज म तपाईहरुलाई लिएर गएको छु मेरो बाल्यकालको एकदमै विशेष र सम्झनाले भरिएको चलचित्र भरोसाको संसारमा। यो फिल्म मेरो लागि केवल चलचित्र मात्र होइन, यो मेरो बाल्यकालको एउटा अनमोल याद हो जहाँ खुसी, उत्साह र पुरानो समयको सरलता मिसिएको छ हैन। म करिब 5 देखि 7 वर्षको थिएँ। त्यो बेला हाम्रो गाउँमा इन्टरनेट त टाढाको कुरा हो, स्मार्टफोन पनि कसैसँग थिएन। एक दिन मेरो गाउँको दाइले ल्याएको सानो किप्याड मोबाइलमा फिल्म चलिरहेको थियो। नाम हो भरोसा। सानो स्क्रिन, हल्का आवाज अनि वरिपरि बसेका साथीहरू, हामी सबै उत्साहित भएर त्यो मोबाइलमा पालो हातमा लिएर हेर्थ्यौँ। कसैको हातबाट मोबाइल सर्दा सर्दै फिल्मको सिन हराउँथ्यो अनि सबैजना भन्थ्यौँ, अरे फेरि प्ले गर त। त्यो क्षण, त्यो उत्साह, त्यो रमाइलो, त्यो बाल्यकालको सरल खुसी आज पनि सम्झिँदा मन भावुक हुन्छ। त्यो बेला हामीसँग ठुला पर्दा थिएनन्, तर हाम्रो कल्पनाको पर्दा ठुलै थियो। सङ्गीत बज्दा हामी पनि सानो आँगनमा नाच्थ्यौँ, श्रीकृष्ण श्रेष्ठको स्टाइल नक्कल गर्थ्यौँ र दिलीप रायमाझीको हाँसो हेरेर हामी पनि हाँसिहाल्थ्यौँ। फिल्मको एक्सन सिन आउँदा हामी हात हल्लाएर ढिसिम खेल्थ्यौँ। बाल्यकालको त्यो गर्व, त्यो सानो कुरा पनि ठुलो लाग्ने भावना आजको युगमा पनि त्यो मासुमियत भेटिँदैन। भरोसा एउटा पारिवारिक, भावनात्मक र मनोरञ्जन चलचित्र हो। यसमा विश्वास, माया र सम्बन्धको सुन्दर सन्देश छ। फिल्मले देखाउँछ कसरी विश्वासले जीवनलाई बलियो बनाउँछ र कसरी त्यो भरोसा भत्किँदा सबै कुरा भत्किन्छ। चलचित्रमा श्रीकृष्ण श्रेष्ठ र दिलीप रायमाझीको जोडी साँच्चैकै अमर छ। दुवैजनाको एक्सनले त दर्शकको रगत तताउँछ र कमेडीले मुटु पगाल्छ। श्रीकृष्ण श्रेष्ठको हाजिरी जवाब, उनको करिश्मा अनि हरेक संवादमा रहेको आत्मा आज पनि हाम्रा मनमा बाँचिरहेका छन्। त्यो बेला मैले उनलाई पहिलोपटक पर्दामा देख्दा मलाई लाग्थ्यो यो त साँच्चैकै हिरो हो। त्यसपछि म उनलाई हेरेर स्टाइल पनि सिक्थेँ, क्याप लगाउने तरिका, हिँड्ने ढङ्ग अनि बोल्ने टोन, कसरी बिर्सन सकिन्छ त्यस्ता दिनहरू। फिल्मको गीतहरू त्यति बेला गाउँ गाउँमा बस्थे। म स्कुल जाँदा बाटोमा रेडियोहरूमा भरोसा फिल्मका गीतहरू गुन्जिरहेका सुन्थेँ। त्यो सुनेर मनमा फिल्मको दृश्यहरू स्वत आउँथ्यो। गीतमा त्यो नेपाली स्वाद थियो, सादा शब्द, गहिरो अर्थ अनि साँचो भावना। आज पनि जब त्यो गीत सुन्छु म बाल्यकालमा फर्किन्छु, त्यो काठको बेन्चमा जहाँ मोबाइल राखेर हामी फिल्म हेर्ने गर्थ्यौँ। त्यो समयको फिल्महरूमा सिम्प्लिसिटी थियो, न धेरै सिजिआई न अत्याधिक ग्ल्यामर, तर कथा बलियो थियो, भावना साँचो थियो र कलाकारको अभिनय स्वाभाविक थियो। आजको फिल्ममा टेक्नोलोजी छ, तर त्यो आत्मा कहिलेकाहीँ हराएको जस्तो लाग्छ। भरोसा हेर्दा लाग्छ कसरी त्यति पुरानो फिल्मले पनि आजसम्म हाम्रा भावनामा ठाउँ बनाइराखेको छ। आजभोलि जब म यो फिल्म फेरि हेर्छु, म सानो उमेरको म आफ्नो अगाडि देख्छु, काठको कुर्सीमा बसिरहेको, मोबाइलको सानो स्क्रिन हेरिरहेको र हाँसिरहेको त्यो बच्चा अझै पनि मलाई सम्झना आउँछ। त्यो बच्चाको मुहारमा खुसी थियो, किनकि त्यो बेला फिल्म केवल मनोरञ्जन मात्र होइन, एउटा नयाँ संसार थियो जसले हामीलाई सपना देखाउँथ्यो। श्रीकृष्ण श्रेष्ठ अब हाम्रा बिचमा छैनन्, तर भरोसा जस्ता फिल्महरूले उनी सधैँ हाम्रो सम्झनामा जीवित छन् भनेर सम्झाइरहन्छ। त्यसैले भरोसा मेरो लागि एउटा चलचित्र मात्र होइन, यो मेरो बाल्यकालको डायरीको एउटा पाना पनि हो। त्यो पानामा हाँसो छ, सम्झना छ र सँगसँगै नेपाली सिनेमाको आत्मा पनि छ। यदि तपाईँ पनि पुरानो फिल्म हेरेर आफ्नो बाल्यकाल सम्झिन चाहनुहुन्छ भने भरोसा फेरि एकपटक हेर्नुहोस्। अन्तमा म यही भन्छु, भरोसा एउटा केवल चलचित्र मात्र होइन, यो हाम्रो बचपनको हाँसो, भावना र सरलताको कथा हो। यदि तपाईँले पनि आफ्नो बाल्यकाल सम्झिन चाहनुहुन्छ, यदि सम्झिनु भएको छ र कुन फिल्म हजुरले नेपाली मुभी हेर्नु भएको छ, त्यो तल कमेन्टमा लेख्नुहोला। पछि पनि हजुरलाई यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला है। धन्यवाद।